होइन भोला किन्यो अब त्यहाँबाट फेरि यात्रा हुँदैछ हाम्रो हुन्छ हाम्रो बुवा अहिले क्यामेरा नजिक लग्यो भने झट्टाएर हान्नुहुन्छ आमा त हराउन आँट्नु हेलो गाइज वेलकम ब्याक टु द च्यानल इट्स मी कौशल ब्याक अगेन म आज जाँदैछु इटाराबाट गौरादो 7 जाइरहेको छ मेरो मामालो सो लेट्स स्टार्ट द जर्नी सो गाइज म अहिले यो ठाउँमा छु लाइक म आएको यो बाटो जानुपर्ने यता तर म अब दमक गएर मामालाई पिक गर्नुपर्ने छ सो फर्स्ट दमक एन्ड देन मामालाई यो चाहिँ मेरो मामाको डाइरेक्टली जाने बाटो तर मामालाई पिक गर्नुपर्ने भएकोले हामी यो बाटो जाँदैछौँ One hour later. फाइनल्ली मैले मामालाई भेटेँ तर हामी पहिलाको इच्छा होटलमा बसिनौँ र यो मेरो साथीको होटल यहाँ हुनुहुन्छ मामा कति बेर पर्खिनु भयो मलाई म समथिङ 1 आवर मामाले इङ्ग्लिसमा बजाउन थाल्नुभयो गाइस ब्लगको पावर कहाँ जाने हो हामी फाइनली घर जाँदैछौँ होइन गाइस अनि घरमा गएर बुवासँग हल्का पलक खानिन्छ त्यहाँबाट अनि फेरि विराटनगर पनि सो गाइज हामी अहिले दमकबाट सीताचोक आइपुगेको छौँ यो सीताचोक मामा सामान किन्दै हुनुहुन्छ टक होइन भोला किन्यो अब त्यहाँबाट फेरि यात्रा हुँदैछ हाम्रो जाऊँ न कहाँ जाने मै सिस्टर होम म जान्दिनँ लिएर आउनु तिनजना भएको छौँ यता हेर भाइ हेलो भन् Hello. मामा यता हुनुहुन्छ बोला खाएर मुखभरि पारेर गाइस म फाइनली आइपुगेँ मामा घर मेरो मामा घर हुनुहुन्छ हाम्रो बुवा अहिले क्यामेरा नजिक लग्यो भने झट्टाएर हान्नुहुन्छ यो हुन् हाम्रो आमा के छ आमा ठिक छ नि ठीक छ हेर्नु यति सानी हुनुहुन्छ हाम्रो आमा सानी सानी क्युट खालकी खै त अर्को अर्कोमा यता ठुलो चाहिँ हेलो गाइज गाइज सो गाइज बुवा आमालाई भेटेर अब जाँदैछौँ हामी माइली आन्टीलाई भेट्न हुन्छ हाम्रो गाउँले माइजू माइजू नमस्ते 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 के छ खबर ठिकै छ कहाँ जानुभएको मल्दिन ए मल बाँड्दैछ र बाँड्दैछ के छ भने काम सक्यो अँ सक्यो दुःख भयो है अब भोलि आमालाई हस्पिटल लिएर जानुपर्ने छ हेलो भन्नु त हेलो हाई भर्खर हामीले भेट्यौँ माइजूलाई यहाँ हुनुहुन्छ मामा नमस्ते मामा सन्चै हुनुहुन्छ एकदम आरामै कहाँ हिँड्नुभयो यी गाई बस्तु यसो सर ए हामी पुग्यौँ आन्टीको घरमा नमस्ते आमा नमस्ते यो हुन् हाम्रो माइली आन्टी हेलो भन्नु न हेलो आमा हुनुहुन्छ यता हेलो भन्नु न यो हाम्रो आन्टीको दोकान ट्याक्कै गल्डा चोकबाट भित्र भाडा पसल हो आउनुहोस् सामान लिएर जानुहोस् सो गाइज यहाँसम्म हेरिदिनु भएकोमा धन्यवाद यो मेरो मामालाबाटको भ्यू यो मेरो अर्डिनरी पर्सनबाट भ्लगर हुनेसम्मको यात्रा मात्र नभए एउटा इन्ट्रोभर्ट पर्सनबाट
एक्सट्रोभर्ट हुनेको जर्नी समेत रहेको छ। सो स्टे ट्युन्ड।